साथीहरु वेलकम। सेकेन्ड डे हिजो मैले भ्लग हाल्न सुरु गरेको थिएँ। आज सेकेन्ड डे पनि फेरि एउटा भ्लग बनाऊँ भनेर यसो बाहिर निस्केको। अहिले चाहिँ ठ्याक्कै 5:30 अलिकति बढी भयो, 5:40 को हाराहारी भइरहेछ। तर घाम हिजोको जस्तै, अझ हिजोको भन्दा आज अलि टल्किरहेछ। यो पछाडि देखिरहेको चाहिँ यो परको निलो घर चाहिँ मेरो घर हो। त्यहीँ बस्छु म। लुक फिनल्यान्डमा पनि नेपालको जस्तै बाइक, स्कुटी, इलेक्ट्रिक स्कुटीहरू चल्छ। भेस्पा छ, सुजुकीको रहेछ दुईटै, जिक्सरहरू। एउटा 7 चाहिँ म यहाँबाट निस्केर अगाडि यो एस्पोजानी हाइवे देखाउँछु। त्यस पछाडि म ल्याप्पा भाडा पुगेर त्यस पछाडि म अनि घर फर्किन्छु। अराउन्ड मलाई 2 घण्टा जति लाग्छ होला हिँडेर। म हिँडेरै जान्छु। बसमा जाँदाखेरि एकछिनमै पुगिहालिन्छ। हिँड्दै जाँदाखेरि धेरै रमाइलो पनि हुन्छ, एक्सर्साइज हुन्छ। मेन भनेको अहिले मलाई एक्सर्साइजको लागि हो। हिजो अस्ति म आएको दिनदेखिबाटै यसरी हिँडिरहेको हुन्थेँ, अनि भ्लगहरू बनाउन त भनेर। मेरी चाहिँ ट्रेन स्टेसनमा पुरा कन्स्ट्रक्सन चलिरहेको छ। ट्रेन पनि आइपुगेछ यहाँबाट ट्याक्क अहिले। यतातिर चाहिँ ई र यु भन्ने दुईटा ट्रेन चल्छ। हेलसिन्की जानको लागि हो यो। तर यो अहिले चाहिँ यता अगाडि कुन ठाउँ एस्पो हो कि कता जाँदैछ। यताबाट हेलसिन्की अपोजिट भयो। यता जान पर्यो भने हेलसिन्की पुग्छ हामी। हेलसिन्की भनेको चाहिँ यहाँको क्यापिटल सिटी अफ फिनल्यान्ड। यतिखेर यहाँ चाहिँ अहिले यस्तो हावा चलेर मस्त शीतल आइरहेछ। घाम पनि छ, हावा पनि चलिरहेछ। यस्तो मजा लाग्छ मलाई फेरि यस्तो हुँदाखेरि चाहिँ। हावाले टक्क होइन, फ्रेस हावा खानलाई यतिखेरको टाइममा हिँड्नु भनेको बेस्ट हो क्या। कस्तो मजाको बाटो। यतापट्टि दुवैपट्टि साइडमा हरियाली, उता हल्का हल्का अलि त्यस्तो धेरै घना बस्ती त छैन, पातलो पातलो बस्ती रहेछ। यो चौर चाहिँ म सुरुमा आउँदाखेरि भनेको लगभग आजभन्दा 30-35 दिन अगाडि केही थिएन यहाँ। यस्तो घाँसहरू उम्रिन्छ, यस्तो हरियालीहरू हुन्छ भनेर चाहिँ मैले एकदम एक हिसाबले सोचेको पनि थिइनँ। तर अहिले चाहिँ ठ्याक्क समय अहिले ठ्याक्कै 6 बजिरहेको छ बेलुकाको। तर क्या बोलूँ क्या बोलूँ, घाम चर्केको देखेर चाहिँ म अचम्ममा छु। फुलहरू भनेको यहाँ कसैले पनि लिएर आएर रोपेको होइन। चौरभरि पुरै पहेँलो फुल फुलिन्छ, मस्त आएको छ। जग्गा चाहिँ यहाँ के कम्पनी जस्तो छ, ठुलो कम्पनी छ जस्तो छैन त। बिल्डिङहरू पनि छैन पर।
यहाँनिर चाहिँ अटो क्लिनिका भनेर छ। यो चाहिँ नि ग्यारेज जस्तो लाग्यो मलाई। अनि यो अर्को यतापट्टि साइडमा भएको चाहिँ, अनि यो अर्को एउटा साइडमा भएको चाहिँ यो चाहिँ गाडी धुने ठाउँ, वासिङ जस्तो लागिरहेछ मलाई। यहाँनिर नम्बरहरू पनि राखिदिरहेको छ आफ्नो आफ्नो क्युबमा। क्यु सिस्टम हुने रहेछ। यसको लागि चाहिँ चाहे तपाईँ हस्पिटल जानु पर्यो, चाहे तपाईँ जहाँसुकै जानु पर्यो, अथवा गाडीको यो मेन्टेनेन्स भयो, सर्भिसिङ, यताउति वासिङ, जेसुकै गर्नलाई पनि यहाँ चाहिँ मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ अपोइन्टमेन्ट। पहिल्यै आफूले डेट बुक गर्ने, यो दिन चाहिँ मलाई टाइम दिनु पर्यो, मलाई यहाँ सर्भिस लिन पर्ने छ भनेर यिनीहरूको साइटहरूमा गएर अपोइन्टमेन्ट बुक गर्ने। अनि बल्ल आफ्नो पालो आउँछ। अनि बल्ल ल्याप्पभारा भन्ने सिटी छ यहाँ पर, तर म चाहिँ त्यतातिर जाँदिनँ आज। मलाई यो सहर बजार घाइ घुइ मान्छे भिडभाड भन्दा यस्तै मजाले बाहिर हावा खाएर यस्तो मजा आउँछ हिँड्नलाई। त्यो बजार सजार घाइ घुइ सोर यताउति भन्दा यो चाहिँ धेरै आनन्द आउँछ। टक्क यहाँ रेस्ट गर्नु पर्यो एकछिन। अब म चाहिँ अहिले यहाँबाट हिँड्दै टक्क दामी अलिकति यो जङ्गलको बाटो छ, तर सही छ। मान्छेहरूको आवत जावत बढी नै छ, यहाँ पनि रमाइलो छ। हेरौँ के रहेछ। म चाहिँ यहाँ आएको थिइनँ, पहिलोचोटि छिर्दैछु यहाँ। चट्ट मान्छेहरू कुकुर लिएर हिँडिरहेछन् जङ्गलमा। दिनभरिको थकानको बावजुद यसो एक्सर्साइजमा होला। मस्त छ। घाम लागिरहेछ रुखको टुप्पामा। यहाँ चाहिँ भित्र बाक्लो भएर घामको किरण पनि राम्रोसँग आइरहेको छैन। यस्तो हावा चाहिँ मजाले चल्यो यहाँ। तर यो मैले यो के देखाउन लाग्यो भने यहाँ बच्चाहरूलाई, ठुला मान्छेहरूलाई पनि यो पुरा खेल्ने ठाउँ रहेछ। साइकलदेखि स्कुटरहरूदेखि पुरा स्टन्टहरू प्र्याक्टिस गर्ने जस्तो छ। लुक्यो फुच्चे झर्दै हो। म चाहिँ भित्र नआउने भनेर बसेको, यस्तो रमाइलो लाग्यो मलाई। सबैजना आउने, घाम ताप्ने बस्ने रहेछ यहाँ। यता यो रुखभन्दा उतापट्टि स्टेडियम छ। अहिले घामले अहिले देखिहाल्यो। यहाँनिर चाहिँ जिम गर्ने ठाउँ छ, सानो बनाइदिएछ। त्यस पछाडि यतापट्टि दामी स्टेडियम, मान्छे पुरा रनिङ चलिरहेछ। हेरिदिँदै गर्नु होला। भ्लग कस्तो लाग्छ कमेन्टमा भन्नु होला। भ्लग हेर्दै गर्नु, साथ दिँदै गर्नु, सब्सक्राइब गर्न नबिर्सिनु होला। म अझै राम्रो भ्लगहरू भोलिको दिनमा बनाउँदै जान्छु। तपाईहरुले हेर्दै जानु। ओके, बाई बाई फ्रेन्ड।